ल यो अब आज हामीले मेसाउन आइरहेछ नि उता मेसाउन आइरहेछ के छ हेलो आइरहेको छ सर। ल के छ भने भन्नु है अस्तिसम्मको कसले मेसेज गर्दै हुनुहुन्थ्यो के भएको थियो ल नत्र अगाडि बढौँ है त अब हामीले अस्ति न सर हजुर मेरो त्यो बेन्डिङ मोमेन्ट डायग्रामहरु बिग्रेको थियो नि फेरि भन्नु त एकचोटि त्यो बेन्डिङ मोमेन्ट त्यो माने मोमेन्टहरु बिग्रेको थियो नि मेरो त्यो डायग्रामहरु तपाईको हो त्यो सीता पौडेल के भनेर पठाउनु भएको सीता बरालको हजुर अँ, त्यो एकचोटि हेर्दिनुस् न सर मैले कति ट्राई गरे हुँदै भएन भने जतिचोटि गर्दा पनि त्यस्तै आउँछ हो र के भयो होला एकछिन है त एकचोटि हेर्दिनुस् न यो यो पठाउनु भएको यो फाइल होइन यो हो हजुर अनि त्यो ड्रिफ्टहरु पनि कस्तो नराम्रो आयो त्यस्तो हेर्नु त आउनु पर्ने त्यस्तो आयो यहाँ त एकछिन हेरौँ एकचोटि हेरौँ न सर के भइसक्यो ठिकै देख्छु यहाँ त होइन इररहरु पनि आएको छैन तर खै के भयो यो किन यता किन सिफ्ट भएको छ यो 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 पोइन्ट यहाँ आउनुपर्ने यति सिफ्ट हजुर। भएको छ यो किन सिफ्ट भएछ है तपाईँले यहाँबाट यो ग्रिडहरू बिगार्नु पर्यो जस्तो लाग्यो हो हो कि यसलाई मुभ गर्नुभयो के गर्नुभयो यो अलिकति सिफ्ट भएको छ यो है यहाँ हुनु पनि यहाँबाट सिफ्ट भएको छ यो हजुर त्यसले त्यस्तो प्रब्लम त गर्ने होइन त्यो पनि अनि के छ त एकचोटि हेरौँ त्यो रन गर्दाखेरि पनि सबैभन्दा तलपट्टि त्यो स्टेयरकेसको त्यो ल्यान्डिङको हाइट हो कि खै के हो त्यो पिलरको बिचमा चाहिँ बेन्ड भएको पनि देखाउँछ छुट्यो होला हेरौँ के मिलेको छैन यहाँ वार्निङ आइरहेछ हजुर के मिलेको छैन यहाँ केही न केही चाहिँ अलिकति केही भएको छ यहाँको खोइ यो जोइन भएको छैन यो गायब भएको छैन त खोइ हजुर यताको खोइ यो मिलेन यता यता जोइन भएको छैन यो के भएको छ यो हजुर फेरि राख्नुहोस् त यसलाई यो मिलेन यो राखेको है यो पनि मिलेको छैन यो राखेको नमिलायो फर्स्टमा प्लानमा स्टोरी गर्न बस्नु एकचोटि कनेक्ट भएको छैन एकचोटि फेरि राख्नु है पहिला त बनाएको थिएँ कहाँबाट डिलिट भयो यस्तो छ होइन त्यो मिलेन क्या राखेको हजुर ल फेरि माथि पनि फालिदिउँ अहिले वार्निङ आयो होइन त्यो यो राखेको नमिलेको यो एउटा त तपाईँको एकचोटि हेरौँ है त के आउँछ हजुर अब त होला जस्तो छ
ठिक छ त होइन, यस्तै आउनु पऱ्यो होला, डिस्प्लेस यस्तै हुनु पऱ्यो होइन। हजुर बिग्रेको हजुर तपाईँको त्यहाँ चाहिँ त्यो नमिलेर, त्यो ठाउँ नमिलेर त्यस्तो भएको है। एकचोटि स्टेकेसको मोडल गर्दाखेरि यहाँ बिग्रियो तपाईँको। यसलाई फालेर फेरि एकचोटि गर्नुहोस्, अनि यसलाई डायाफ्राम पनि राख्नु, यसलाई लोड पनि राख्नु ल। मैले अहिले राखेको छैन, यो फालिसकेपछि सबै जान्छ नि त। मेस पनि गर्नु, डायाफ्राम पनि राख्नु, लोड पनि राख्नु, अनि फेरि गर्नु, अनि मिल्छ है त। हस् हस्, थ्याङ्क यू। ल अब अस्ति हामीले ड्रिफ्ट चेक गऱ्यो, ड्रिफ्टमा ठिक छ। यदि ड्रिफ्टमा गयो भने तपाईँहरूले कलमको साइज बढाउनु पऱ्यो, अथवा बिमलाई बढाउनु पऱ्यो, अथवा ग्रेड बढाउनु पऱ्यो। कसरी हुन्छ त्यसको स्टिफनेसलाई बढाउनु पऱ्यो है। ल अब त्यति धेरै प्रब्लम नहोला, ड्रिफ्टमा त्यति धेरै जाँदैन होइन। मेनली जाने भनेको टर्सनमा हो। एकचोटि अब अर्को हेरौँ है त, स्टोरेज स्टिफनेसको हेरौँ। एकचोटि के भन्छ भने यो पढ्नु भयो, सफ्ट स्टोरेज भनेर भन्छ है। यो पढ्नु भयो नि, सफ्ट स्टोरेज फेलियर भनेको यस्तो खालको फेलियरलाई भन्छ है। यसरी गयो भने ठिक छ, तलको स्टिफनेस कम भयो भने स्वाट यसरी जान्छ, यो त्यो ठाउँबाट भाँचेर जान्छ। यस्तो खालको फेलियरलाई सफ्ट स्टोरेज फेलियर भन्छ है जेनरली यिनीहरू है। यदि तल एकदमै धेरै वाङवाङती छ, माथि चाहिँ फुल कम्प्याक्ट छ, त्यस्तो केसमा पनि यो जान्छ है। यसरी तलबाट जाने यस्तो फेलियरलाई सफ्ट स्टोरेज फेलियर भन्छ। तलको यदि तलको स्टिफनेस चाहिँ माथिको भन्दा कम छ भने त्यो बेलामा जाने हो नर्मल्ली है। तर कम त छ, तर कतिसम्म हुनुपर्छ भन्ने एउटा लिमिटेसन दिएको छ हामीलाई, त्यही नै भनेको यसलाई। अब सफ्ट स्टोरेज त्यो बेला एक्जिस्ट हुन्छ जब चाहिँ ल्याटरल फोर्स रेजिस्टिङ सिस्टम इज, कुनै स्टोरेजको ल्याटरल फोर्स रेजिस्टिङ सिस्टम चाहिँ 70% चाहिँ लेस छ माथिको भन्दा। अर बिलो भन्नु भन्छ, अर बिलो भन्ने चाहिँ हुन्छ जस्तो लाग्दैन यो है। तपाईँले एकचोटि तपाईँहरूले पनि चेक गर्नुहोस्, यो अर बिलो भन्ने वर्ड चाहिँ यहाँ हुन्छ जस्तो लाग्दैन है, एबोभ मात्र हुन्छ। ठिक छ, भनेको यदि यो यस्तो छ, एउटा स्टोरेज छ, स्टोरी बिल्डिङ छ भने है, यदि यो स्टोरेजको स्टिफनेस चाहिँ यो स्टोरेजभन्दा कम छ, कतिले त 70%ले कम छ भने त्यो केसमा चाहिँ सफ्ट स्टोरेज एक्जिस्ट हुन्छ भन्छ है। माथिकोसँग हेर्ने यो बिलो भने हुन्छ जस्तो लाग्दैन मलाई है। अनि त्यसै गरी यो चाहिँ 80%को पनि कुरा गर्छ। 80%को चाहिँ 4वटा स्टोरेज छ भने मात्रै हेर्नुपर्ने हुन्छ। जस्तै यस्तो छ भने मानिलिनु यो यसरी बिल्डिङ छ भनौँ, यताबाट एउटा, दुईवटा, तिनवटा, ल 4वटा स्टोरेज छ भनौँ है। यो कतिवटा छ त्यतिवटा। यदि यो स्टोरेजको स्टिफनेस चाहिँ यो स्टोरेजभन्दा 70%ले कम छ भने एउटा चाहिँ सफ्ट स्टोरेज एक्जिस्ट भयो त्यहाँ भनेर बुझिन्छ। अर्को चाहिँ 80%को कुरा के भन्छ, यसमा पनि यो अर बिलो भने हुँदैन है। एकचोटि चेक गर्नु ल तपाईँहरूले पनि। यसमा नि के भन्छ भने यदि यो स्टोरेजको स्टिफनेस चाहिँ यो 3टा स्टोरेजको एभरेज गर्दाखेरि 2 + 3 + 4/3 होला होइन। यो 3टाको एभरेज गर्दाखेरि 80%ले कम भयो भने त्यो केसमा चाहिँ सफ्ट स्टोरेज एक्जिस्ट हुन्छ भनेर भन्छ है। जो तलको स्टिफनेस चाहिँ माथिको भन्दा कम हुनु भएन, यदि कम भयो भने चाहिँ 70 अरू 80%ले कम हुनु हुँदैन भनेको है, त्यो भन्नु खोजेको। अब यो कुरा एकचोटि चेक गरौँ हामीले। यो हेर्नको लागि फर्स्टमा त रनमा हुनु पऱ्यो, रन गर्नुहोस् यसलाई है। यदि लकै छ, अलरेडी रनमा छ भने नो केस टु रन भनेर आउँछ, रन गरिराख्नु परेन है। एकचोटि रन गर्नु। अब त्यसपछि यसलाई हेर्नलाई डिस्प्लेमा जानु, अनि सो टेबल्समा जानु, डिस्प्लेमा जाने, अनि सो टेबल्समा जाने है। अनि त्यसपछि तपाईँ जानु पऱ्यो, तपाईँहरूकोमा फरक छ भने भन्नु ल। यदि कसैकोमा यो टेबलहरू फरक तरिकाले आइरहेछ भने भन्नु है। डिस्प्लेमा जानु, सो टेबल्समा जानु, अनि स्ट्रक्चरल आउटपुटमा जानु, अनि अदर आउटपुट्समा जानु, प्लसमा गर्नु है। अनि स्टोरेज स्टिफनेस भन्ने छ यहाँ हो, यहाँ टिक लगाउनु त। कहाँ है त, फेरि एकचोटि डिस्प्लेमा जाने, सो टेबल्समा जाने है। अनि त्यसपछि स्ट्रक्चर आउटपुट भन्ने छ यहाँ, प्लसमा टिक लगाउनु है स्ट्रक्चर आउटपुटमा। अनि अदर आउटपुट आइटम भन्ने छ त्यसलाई पनि प्लस गर्नुहोस्। अनि तल यहाँ स्टोरेज स्टिफनेस भन्ने छ, यसमा टिक लगाउनुहोस्। अनि यसलाई ओके गरौँ है। तपाईँको स्टोरेज स्टिफनेसको भ्यालु आउँछ, यसलाई ओके गर्नु, यहाँ यसरी आउँछ। ठिक छ। अब एक्सतिरको लागि एक्सको हेर्नु पऱ्यो, यो भ्यालु हेर्नु पऱ्यो है। वाईको लागि उयो वाईको भ्यालु हेर्नु पऱ्यो, वाईको लागि यो वाईको भ्यालु हेर्नु पऱ्यो। एक्सको लागि स्टिफ भन्ने छ यहाँ, स्टिफनेस kN/m। एक्सको लागि यति छ, वाईको लागि यति छ हो। अब यो सेम छ, यो एक्सको लागि यो हेर्नु भने यो भ्यालु सेम छ, त्यसैले जुनै एउटा लिए पनि भयो।
यो तलको 3टा र माथिको 3टा एउटै छ। तपाईँको EQX को SLS मा जानुस् अथवा EQY को SLS मा जानुस्, यो सबै सेम छ है। X तिरको एउटै छ, Y तिरको एउटै छ। अब कुनै यो दुईटा मध्ये कुनै एउटा लिनुस् अथवा यो दुईटा मध्ये कुनै एउटा लिनुस्, X को लागि Y को लागि यता मध्ये कुनै एउटा लिनु है। US को रेस्पेक्टमा हामीले यहाँबाट निकाल्नु पर्यो। अब हामीसँग यहाँ छ, अब हुन त अघि नै भनेको जस्तै यतिकै हेरेर पनि थाहा हुन्छ, त्यसरी उता गरी चेक गरिराख्नै पर्छ भन्ने छैन। यदि तलको स्टिफनेस चाहिँ माथिको भन्दा कम छ, कतिले 70% ले भने बल्ल चाहिँ एक्जिस्ट हुन्छ भन्छ। हाम्रो के छ ल हेर्नु त, यहाँ तलको धेरै छ कि माथिको धेरै छ? तलको धेरै छ भनेपछि यो ढुक्क के पनि यहाँ छैन, सब स्टोरी छैन भन्ने कुरा बुझिन्छ यसरी पनि है। अब यसलाई नै चेक गर्ने भने चाहिँ उतै लगेर कपी गरिदिनुहोस् यसलाई। ल यो 3टा भ्यालुलाई तलको धेरै छ माथिको थोरै थोरै हुँदै गएको छ नि, ठिक छ भनेर बुझिन्छ। यदि तलको थोरै भएर माथिको धेरै भयो भने चाहिँ चेक गर्नु पर्यो कि 70% ले सक्यो छैन भने चाहिँ हेर्नु पर्यो। तलको धेरै छ ढुक्क के हेर्नै पर्दैन खासमा। त्यही पनि यो X को लागि यो भ्यालुलाई कपी गरौँ अनि यहाँ गएर हाम्रो यहाँ के छ त स्टोरी स्टिफनेसमा यसमा गएर कन्ट्रोल V पेस्ट हान्नुस्। ल त्यही यसले त्यही दिएको है, हेर्नु त 70% त्यही नै फर्मुला लगाएको हो, केही पनि होइन यो है। अनि यो 80% को लागि चाहिँ यदि योभन्दा माथि छ भने 80% को फर्मुला लाउनु पर्छ है। अनि यो Y को लागि पनि यही कपी गरौँ। Y को नि तलको धेरै छ माथिको थोरै हुँदै गएको छ, यो ठिक छ भने बुझिन्छ। यो पनि त्यसरी चेक नै गरिराख्नु त पर्दैन, तर पनि यो ओके छ भन्ने बुझिन्छ है। अब तपाईँले 80% को फर्मुला चाहिँ यसमा छैन रहेछ होइन, बनाउनु पर्यो भने मानिलिनु 4वटा स्टोरी भयो भने बल्ल एक्जिस्ट हुने भयो 80%, किनकि 80% ले माथिको 3टा स्टोरीलाई लिन्छ होइन। मानिलिनु यहाँबाट अर्को एउटा स्टोरी पनि छ, ल एउटा स्टोरी बनाइदिउँ है त, छ भने तपाईँको ल 4वटा छ है, हाम्रोमा अहिले 3वटा छ, त्यसैले 70%बाट मात्र चेक गरे भयो। इनकेस 4वटा भएको भए चाहिँ तपाईँले के राख्नु पर्थ्यो त, यहाँबाट यो फर्मुला बनाउने त इजिकस टु, यदि यो चाहिँ है इफ भनेर राखौँ है, आफैले बनाउँदा नि हुन्छ। इफ यो चाहिँ लेस देन 0.8%, 0.80% भनेको 0.8 टाइम्स अफ है, यो ब्राकेट राख्नु है त एउटा, यो प्लस यो डिभाइडेड बाई 3 गर्दाखेरि चाहिँ यो लेस देन यो यतिको 0.8 टाइम्स भयो भने चाहिँ नट ओके, एल्स ओके भनेर राख्दियो भयो होइन, यही त हो फर्मुला है। ल एल्स ओके भनेर राख्दियो भने भइहाल्छ यसरी है। यसले के गर्यो, यो 3टा स्टोरीको एभरेज दियो, यसको चेक गर्यो के को रेस्पेक्टमा 3टाको एभरेजमा 3टालाई एभरेज लिएर 80% ले कम भयो भने चाहिँ नट ओके, नत्र ओके भनेर आउँछ। यसरी राख्नु भयो नि हुन्छ है। यदि यहाँ 4वटा स्टोरी छ भने चाहिँ काम गर्ने भयो, नत्र यसले काम छैन, नत्र चाहिँ यो 70% वाला मात्र हेर्नु पर्यो, ठिक छ बुझिन्छ। त्यही कुरा यसलाई नै यहीँ कपी गरिदिए पनि हुन्छ, यो फर्मुलालाई कपी गरिदिनुहोस् है। अनि यसलाई जतिवटा स्टोरी छ सर तान्नुहोस्, ल यो कति जरा चाहिन्छ त्यतिवटा तान्नु, यसरी तान्नुहोस्। अब यो त आउँदैन किनकि यसको माथि स्टोरी नै छैन, त्यसरी नआएको हो। धेरै आयो भने यो एउटा आउँछ होइन, 4 स्टोरी भयो भने, ठिक छ। यसरी मिलाउनु ल यो फर्मुलाहरू, ल बुझ्नुभयो। यो आफै बनाउनु ट्राई गर्नु ल यिनीहरू, यस्तो यिनीहरू, अनि बल्ल ठ्याक्कै कन्सेप्ट आउँदै जान्छ। अर्को मास इरेगुलरिटी भन्ने छ। मास इरेगुलरिटी भनेको के भन्छ भने यसले यहाँबाट हेर्नु है त, पढ्नु त यो, यदि दुईटा स्टोरीको मास चाहिँ एकअर्कासँग 50% ले भेराइ भएको छ भने त्यो केसमा चाहिँ मास इरेगुलरिटी हुन्छ भनेर भन्छ है। मानिलिनु यो यदि यो सब स्टोरी एक्जिस्ट भयो भने चाहिँ तपाईँले कुनै पनि स्टोरीलाई चाहिँ अलिकति स्टिफ बनाउनु पर्यो है। यदि यो चाहिँ आयो भने, अब नर्मली नआउला, इनकेस आयो भने चाहिँ तपाईँको चाहिँ के गर्नु पर्यो त, तपाईँले यो पर्टिकुलर ठाउँमा चाहिँ यो कलमको साइजहरू अथवा कलम थप्ने हो कि, तल एकदमै भयो भने यहाँ एउटा कलम थपिदिने हो कि है, अथवा यो बिमको साइजेसहरू बढाउने हो कि, त्यसरी जानु पर्यो। ल यो स्टिफ भनेको त्यो पर्टिकुलर स्टोरीलाई चाहिँ स्टिफ बनाउनु पर्यो भन्नु खोजेको है। अब यदि दुईटा स्टोरीको मासको डिफरेन्स चाहिँ 50% ले चाहिँ तलमाथि भएको छ भने त्यस्तो केसमा चाहिँ मास इरेगुलरिटी हुन्छ भनेर भन्छ। दुईटा स्टोरीको मास भनेको यो यहाँ दिएको मास मात्र होइन, ठिक छ। तपाईँले चाहिँ मानिलिनु यो स्टोरीमा चाहिँ एकदमै लाइट छ, यो स्टोरी तपाईँको यहाँ केही पनि छैन, यहाँ चाहिँ लाइभ लोड पनि एकदमै थोरै राख्नु भएको छ, तर यो चाहिँ तपाईँको यहाँ माथि चाहिँ एकदमै धेरै हेभी छ। यहाँ चाहिँ जिम हल छ, केही छ है, यहाँ एकदमै धेरै वेट छ। यहाँ चाहिँ 10 किलोमिटरको लोड आइरहेको छ भने त लोड नै यति धेरै भेराइ छ
हो तपाईँको यो मात्र यो डेड लोडले मात्र होइन यहाँ चाहिँ अब यसरी यति नै स्ल्याब चाहिँ यहाँ पनि यति नै स्ल्याब चाहिँ एउटै हुनुपर्छ भने हुँदैन तपाईँले यहाँ राखेको वाल लोडले पनि भेराइ हुन्छ यहाँ त टनाटन वाल लोड राखेको छ यहाँको वाल लोड कम छ भने त्यति बेलामा पनि मास भेराइ हुने भयो यहाँ लाइभ लोड धेरै छ यहाँ थोरै छ भने पनि मास चाहिँ भेराइ हुने भयो मात्र डेड लोडको कारणले मात्र होइन यो यहाँ आएको स्टोरीको जति हामीले मोडल गरेको छ यसको कारणले मात्र होइन फ्लोर फिनिसको राखेको होला हामीले त्यसमा पनि धेरै भेराइ भयो भने है मानिलिनु तपाईँले पानीको लोड यहाँ एकदमै धेरै पानीको धेरै लोड राख्नुभयो यो एकदमै धेरै हेभी भयो यो फ्लोर चाहिँ एकदमै विक पनि एकदमै कम छ वेटमा भने त्यति बेला पनि मास इरेगुलेटरी एक्जिस्ट हुनसक्छ है यहाँ भएको स्ट्रक्चरको आधारमा मात्र होइन कि हामीले यहाँ राखेको लोडको आधारमा पनि मास इरेगुलेटरी हुनसक्छ त्यसैले यदि मास इरेगुलेटरी आयो भने त्यो लोडहरूलाई अलिकति मिलाउने हो कि यसरी हेर्नु पर्यो साइमल्टेनियसली अर्को नि के हुन्छ एउटा फ्लोर चाहिँ फुल यसरी छ अर्को फ्लोरमा चाहिँ धेरै नै भोइडहरू छ भने पनि आउनसक्छ ल यो यसरी यो पनि एउटा कारण हुनसक्छ एक त यो यहाँ राखेको लोडको कारण पनि हुनसक्यो अरू केस चाहिँ यहाँ चाहिँ एकदमै यो यता केही पनि लोड पनि धेरै छैन यो एकदमै धेरै भोइड छ यहाँ चाहिँ पुरै कम्प्याक्ट यसरी फुल चाहिँ काहीँ पनि केही पनि भोइड छैन भने त्यस्तो केसमा पनि मास इरेगुलेटरी एक्जिस्ट हुनसक्छ है अब त्यसरी एक्जिस्ट भयो भने चाहिँ अब आर्किटेक्चरल प्लानमा यो भोइडलाई मिलाउने हो कि अथवा यहाँ यो धेरै लोड राखेको छ यो लोडलाई घटाएर माथि अलिकति बढाउने हो कि त्यसरी सोच्नु पर्यो है यो मिलाउनलाई चाहिँ अब यो हेर्ने कहाँबाट त हेर्नलाई तपाईँ जानु पर्यो डिस्प्लेमा अनि तर एउटा कुरा पनि भनेको छ यहाँ अर्को लाइट रुफ पेन्ट हाउस र मजानाइन फ्लोरहरू चाहिँ कन्सिडर गर्नु पर्दैन भन्छ भन्नु खोजेको मानिलिनु तपाईँसँग यहाँबाट यसरी एउटा माथि छाना छ एकदम लाइट रुफ छ है तल चाहिँ ढलान गर्नु भएको छ केही छ है यस्तो केसमा यो स्टोरीको वेट र यो स्टोरीको वेट फर्सियर पनि एउटै हुँदैन यो कति धेरै हेभी छ यत्रो स्ल्याब छ यहाँ तपाईँले जस्ता राख्नुभएकोलाई एकदम लाइट हुन्छ यस्तोलाई चाहिँ इग्नोर गर्न पाइन्छ भनेको लाइट प्रुफ भनेको है अनि पेन्ट हाउस भनेको चाहिँ मानिलिनु यो तपाईँको बिल्डिङ भयो यसरी 3 स्टोरी भयो 1 2 3 स्टोरी भयो एउटा भर्याङ कभरमा त टुप्पै यसरी राख्नुभयो यसको वेट र यसको वेट त कहाँ मिल्छ त होइन फर्सियर पनि हुँदैन यस्तो कुरामा यसलाई पनि इग्नोर गर्न सकिन्छ भनेर भन्छ अर्को मजानाइन फ्लोर भन्छ है मजानाइन फ्लोर भनेको यतातिर कतै बिचतिर एउटा के फ्लोर राख्नुभयो सर्भिस फ्लोर के भयो भने यिनीहरू चाहिँ कन्सिडर गर्नु पर्दैन भनेको दुईटा फ्लोरको बिचमा एउटा सानो एउटा फ्लोर जस्तो राख्नुभयो भने त्यस्तो बेलामा त्यसलाई पनि कन्सिडर गर्नु पर्दैन भन्न खोजेको यसले है अब हाम्रो केसमा यो चेक गरौँ यो चेक गर्ने कहाँबाट त डिस्प्लेमा जानु अनि त्यसपछि फेरि सो टेबल्समा जानु कसैको फरक छ भने भन्नु है अनि त्यसपछि तपाईँ जानु पर्यो लोड प्याटर्न डिफिनेसनमा होइन पाउनु ल अदर डिफिनेसनमा जानु भने अदर डिफिनेसनमा प्लस गर्नु मोडल डिफिनेसनको तल अदर्स डिफिनेसनमा प्लस गर्नु अनि मास डेटामा प्लस गर्नुस् अनि मास समरी बाई स्टोरी भन्ने हुन्छ यो ल्याउनुस् मास समरी बाई स्टोरीमा जानु है मास समरी बाई स्टोरीमा क्लिक गर्नु अनि ओके गर्नुस् यसलाई तपाईँको त्यहाँ मास आउँछ एक्स र वाईमा एउटै मास आउँछ होला है त्यो मास भनेको लोड राखेको सुत्ताको मास हो भनेर बुझ्नु है अनि ओके गरिदिनु यसलाई ल अब यसमा के भन्छ यदि यो दुईटा स्टोरीको 1 2 3 लाई हेर्नु ल यदि दुईटा स्टोरीको मास चाहिँ एकअर्कासँग चाहिँ 50%ले चाहिँ एक्सिड भएको छ त्यस्तो केसमा चाहिँ मास इरेगुलेटरी आउने भयो है अहिले अब यहीँ हेऱ्यो भने लगभग यो दुईटा त 50% को त कुरै छैन नजिक छ ठिक छ यो पनि तपाईँको यसको 50% एक्सिड हुनलाई त 110 आउनु पर्यो लगभग ठिक छ 107 भनेर ठिक छ भनेर बुझ्न सकिन्छ यतिकै पनि है अब इनकेस यो माथिको एकदमै धेरै कम भएको यहाँ माथि अलिकति लोड बढाएर हेर्ने हो कि है तपाईँले लाइभ लोड थोरै राखेको छ होला 1.5 यसलाई 2 बनायो भने हुन्छ होला अथवा यो एकदमै धेरै हेभी भयो होला यो फ्लोर तिनीहरू चाहिँ याद गर्नु पर्यो है अथवा यहाँ माथिको फ्लोरमा चाहिँ स्ल्याब एकदमै धेरै कम छ धेरै एरिया एकदमै कम छ त्यस्तो बेला याद गर्नुपर्छ तर एकदमै धेरै कम छ भने त्यति बेला इग्नोर पनि गर्न सकिन्छ त्यस्तो केसमा यसलाई है अब यही कुरालाई चाहिँ यही जुनै लिए पनि भयो अथवा यो हजुर जस्तै हजुरले त्यो एकदम थोरै छ भने लाइभ लोड बढाउने कुरा गर्नुभयो नि एक्चुअली हैन जस्तै अहिले त सफ्टवेयरमा त हामीले लाइभ लोड बढायौँ तर रियलमा लोडै भएन भने चाहिँ रियलमा लोड नै छैन भने त्यही अनुसारले आर्किटेक्चरल प्लान मिलाउनु पर्यो आर्किटेक्चरल प्लानमा मिलाउनु पर्यो जसरी हुन्छ मिलाउनु त पर्यो है आर्किटेक्चरल प्लानको तपाईँको यहाँ स्ल्याब यति मात्र छ भने एउटा स्ल्याब थपिदिनु पर्ने हो कि त्यसरी मिलाउनु पर्यो यहाँ एकदम धेरै भोइड छ भने त्यो भोइडलाई कम गराउने हो कि त्यहाँतिर मिलाउनु पर्यो जहिले पनि स्ट्रक्चरमै मात्र 100% मिलाउन सक्छ भने त हुँदैन है आर्किटेक्चरल प्लानमा मिल्दै मिलेन भने आर्किटेक्चरल प्लानमा मिलाइदिनु पर्यो त्यो कुराहरू है बुझ्नुभयो ल यसलाई नै कपी गरौँ कुनै एक्स र वाई जुनै कपी गरे पनि भयो यसलाई नै कपी गर्नुहोस् अनि यसलाई नै यहाँ पेस्ट गरिदिनु केही गर्नु परेन है यो भनेको त्यही है 50% एकअर्कासँग 50% को कुरा गरेको यो भनेको है नर्मली हेर्दाखेरि पनि ठिक छ
अब यहाँ चेक गरिनु भयो, नत्र हेरेरै चेक गरे पनि प्रब्लम परेन है त्यसमा। अब अर्को भनेको इम्पोर्टेन्ट कुरा भनेको तपाईँको टर्सनको कुरा छ है। टर्सन इरेगुलरिटी हेर्नु पऱ्यो हामीले। ओके, त्यो चाहिँ अलिक इम्पोर्टेन्ट छ है। अब यो हेर्नलाई तपाईँले के गर्नु पऱ्यो भने एकचोटि यसले के भन्छ यो एकचोटि राम्रोसँग हेर्नु त, एकचोटि पढ्नु त यो। ल यसले के भनेको भने म एउटा प्लानमा बसिदिन्छु। ल कुनै एउटा प्लानमा बसौँ है, एउटा प्लानमा बसौँ। अब मैले यसलाई हल्लाउँछु है त एउटा कुनै डिरेक्सनमा। मानिलिनु ल ल वाइतिर जाउँ। ल इक्युवाईमा यसरी मैले यसलाई यता गरेँ भनेपछि के भयो, मैले इक्युवाईमा राखेँ भनेपछि मैले फोर्स यसरी दिएँ भन्ने कुरा बुझेँ होइन। यसरी फोर्स लाग्छ भने हो, ठिक छ। यताबाट यसरी ढगालेको छ यसलाई, त्यसैले यो यतातिर डिस्प्लेस हुन खोजिरहेछ है। अब यसरी डिस्प्लेस हुँदाखेरि के हुन्छ, यो हेर्नु त यो पोइन्ट, यो पर्टिकुलर पोइन्ट, यो पोइन्ट यहाँबाट यहाँ आएको हो, ठिक छ होइन त, सरेको यो यहाँबाट यहाँ सरेको, यो बुझ्नुभयो। यो पनि यो पोइन्ट यहाँबाट यहाँ सरेको छ है, ठिक छ। अथवा यहाँ हेरे पनि हुन्छ, हेर्नु त यो ठाउँबाट यहाँ सरेको छ, यो पनि यो ठाउँबाट यहाँ सरेको छ है। अब सर्दाखेरि कुनै एउटा धेरै सर्छ, कुनै एउटा थोरै सर्छ। ल मानिलिनु यहाँबाट मैले यसरी फोर्स हारेँ, यो फ्लोर चाहिँ यतातिर सर्यो। ओरिजिनल्ली त यहाँ थियो, यो सबै यो लाइनमा थियो, सबै यतातिर सर्यो हो। यो सर्दाखेरि यहाँबाट यहाँ धेरै सरेको छ कि यहाँबाट यहाँ धेरै सरेको छ, यसो हेर्नु त। यहाँ यो धेरै सरेछ कि यो धेरै सरेछ, यो धेरै सरेछ नि होइन। तपाईँले नर्मली हेर्दाखेरि पनि हो, यो धेरै सरेको चिज यसलाई मैले डेल म्याक्स भन्छु। जुन चाहिँ धेरै सर्छ त्यसलाई डेल म्याक्स भन्छु, जुन चाहिँ थोरै सरेको छ त्यसलाई डेल मिनिमम भन्छु है। यो मिनिमम भयो, यो म्याक्सिमम भयो मेरो लागि। यदि धेरै भएको यो म्याक्सिमम हुन्छ है। यो दुइटाको यसलाई डेल म्याक्स बाई डेल मिन, यो दुइटाको डिस्प्लेसमेन्ट हेर्दाखेरि चाहिँ यो चाहिँ लेस देन 1.5 हुनुपर्छ अरे यो रेसियो चाहिँ। यो डिभाइडेड बाई यो गर्दाखेरि यो लेस देन 1.5 भयो भने ओके छ, नत्र चाहिँ ठिक छैन, ओके छैन भन्छ यसले। बुझ्नुभयो भनेको? नत्र चाहिँ के हुन्छ, यो धेरै सर्न थाल्यो, यो यतातिर धेरै सर्यो, यो थोरै सर्यो भने यसले घुमाउनु थाल्छ यसरी है। यो बिल्डिङ घुम्न थाल्छ, यसो रोटेट हुन थाल्छ हो। त्यस्तो हुन्छ भनेको त्यो चाहिँ यसलाई त्यो चाहिँ हुन दिनु हुँदैन भनेर चाहिँ यो लिमिटेसन दिएको हो। बुझ्नुभयो? डेल म्याक्स बाई डेल मिनको रेसियो चाहिँ लेस देन 1.5 चाहिँ हुनुपर्छ भनेर भन्छ यसले है। ल अब यहीँबाट हेर्नु पऱ्यो भने तपाईँले कसरी हेर्ने त, मैले इक्युवाईको एसएलएसमा हेर्दैछु है। अब यहाँ कति डिस्प्लेस भएको छ यो हेर्नु त, युवाईतिर 3.72 mm ले गएको छ हो। युवाईमा हेर्नु त 3.72 mm ले यता डिस्प्लेस भएको छ, यो पनि त्यही होला। 3.72 mm ले यता डिस्प्लेस भएको छ। यो कति भएको छ, यो म्याक्सिमम भयो है मेरो लागि। अब मिनिमम खोज्नु है त, 3.11 छ, 2.9 छ, यो भनेको यो होइन। ल कति छ यो 2.87। ल 2.87 भनेको मिनिमम भयो, 2.87 र म्याक्सिमम भनेको 3.72। 3.72 डिभाइडेड बाई 2.87 गर्नुहोस् कति आउँछ, 1.5 एक्सिड हुनु भएन यो। इफ ग्रेटर देन 1.5 दिमाग खराब। कति आयो, 1.96 आयो। तर यसले के भन्छ 1.5 एक्सिड हुँदैन भन्छ भनेपछि ठिक छ भन्नु खोजेको यो है। अब यसरी नै सबैतिर हेर्नु पऱ्यो, एक्सको लागि पनि हेर्नु पऱ्यो, वाईको लागि पनि हेर्नु पऱ्यो, स्टोरी 1 2 3 सबैको लागि हेर्नु पऱ्यो। सबै स्टोरीको लागि हेर्नु पऱ्यो, एक्सको एसएलएसलाई पनि हेर्नु पऱ्यो, युएलएसलाई पनि हेर्नु पऱ्यो, वाईको पनि एसएलएसलाई पनि हेर्नु पऱ्यो, युएलएसलाई पनि हेर्नु पऱ्यो, सबैतिर हेर्नु पऱ्यो। ठिक छ, सबैको लागि हेरौँ ल, अनि चेक गरौँ ठिक छ कि छैन भने। सर मेरो चाहिँ क्रस भयो सर। ल ठिकै छ, केही हुँदैन। ल अब त्यसपछि यसलाई हेर्नलाई के गर्नु पऱ्यो, डिस्प्लेमा जानु, अनि त्यसपछि सो टेबल्समा जानु है। डिस्प्लेमा सो टेबल्समा जाउँ अथवा यसरी हेरौँ, सो टेबल्समा जाउँ कि केमा जाउँ, होइन स्टोरी रेस्पोन्स प्लटमै जानु, नत्र डाइरेक्टली यहीँबाट हेर्नु। सो टेबल्समै जानु, डिस्प्लेमा जाउँ, सो टेबल्समा जाउँ है त। अब त्यसपछि तपाईँ जानु पऱ्यो जोइन्ट आउटपुटमा जानुहोस् है। जोइन्ट आउटपुटमा जानु यहाँ, अनि डिस्प्लेसमेन्टमा जानुहोस्, अनि यहाँ सबैभन्दा सेकेन्ड लास्टमा स्टोरी म्याक्स ओभर एभरेज डिस्प्लेसमेन्ट भनेर हुन्छ, यहाँ जानुहोस्।
स्टोरी म्याक्स ओभर एभरेज डिस्प्लेसमेन्ट भन्ने हुन्छ यहाँ जानुहोस् है त यहाँ टिक गर्नु ओके गर्नुहोस् यसमा है यसलाई ओके गर्नु अब तपाईँलाई चाहे फेरि यो मासको दिएको छ यो होइन नि त तपाईँलाई चाहेको त यहाँ डाउन गर्नु ल हामीलाई चाहेको म्याक्स ओभर एभरेज डिस्प्लेसमेन्ट हो यो है म्याक्स ओभर एभरेजमा राख्नु यसले भनेको के भन्छ हामीलाई चाहिने म्याक्स बाई मिन हो है हामीलाई म्याक्स बाई मिन चाहिन्छ मिनिमम हेर्छौँ हामीले यहाँ कोडले भने अनुसारले यो म्याक्स बाई मिनिमम भन्छ तर यसले दिएको छ यहाँ म्याक्स बाई एभरेज दिएको छ है अब यो मिलाउनुपर्छ यसले चाहिँ हामीलाई म्याक्स बाई एभरेजको भ्यालु दिन्छ म्याक्स बाई मिनको भ्यालु दिँदैन है म्याक्स बाई एभरेजको भ्यालु दिएको छ ल यदि म्याक्स बाई एभरेज चाहिँ न त डाइरेक्ट हेर्न नि मिल्छ है म्याक्स बाई मिनिमम चाहिँ हाम्रो लेस देन 1.5 हुनुपर्छ भने म्याक्स बाई एभरेज कति हुनुपर्छ ल भन्नु त मलाई 3 हुन्छ है जे बोल्दै नि भएको छ इन्टु 200 300 होइन कहाँ हुन्छ 3 द्याट ल म्याक्स बाई मिनिमम यदि 1.5 हुनुपर्छ भने म्याक्स बाई एभरेजको कति हुनुपर्छ लेस देन न त डाइरेक्ट त्यही हेरे पनि हुन्छ यसले म्याक्स बाई एभरेजको रेसियो दिएको हो यो सबै यहाँ दिएको सबै रेसियो हामी डाइरेक्ट म्याक्स बाई एभरेजको हेरे पनि हुन्छ त्यो यसको लागि कति हुन्छ यो र त्यो पत्ता लगाएर आउनु अनि त्यो अनुसारले हेरौँ ल प्रब्लम भएन ल छोडिदिनुहोस् है त अब यसमा हामीले के हेर्नु पऱ्यो भने आफैलाई सजिलो हुन्छ है आफैले निकाल्ने त्यति चाहिँ सबै कुरा मलाई मात्रै डिपेन्ड नगराउनु है त्यति निकाल्नुहोस् अनि ठ्याक्कै यहीँ हेऱ्यो पनि थाहा हुन्छ भयो कि भएन उता लगेर त्यो हेरिराख्नै पर्दैन हामीले है ल अब त्यसपछि यो आउटपुट केसमा एकचोटि राइट क्लिक गर्नुहोस् अनि त्यसपछि यहाँबाट हामीलाई चाहिने चारवटामा टिक लाउनु यो चारवटा सर तान्नुहोस् इक्युएक्सको एसएलएस युएलएस वाईको पनि एसएलएस युएलएस है अनि अप्लाई मल्टिपल आइटम फिल्टर गरिदिनु होइन यसमा राइट क्लिक गर्नुहोस् यहाँ अनि त्यसपछि यो चारवटामा यसो सेलेक्ट गरेर अप्लाई मल्टिपल गर्नुहोस् चारवटा मात्रै त्यो सबै होइन त्यतिकै होइन कहाँ जग्गा गरेर हुन्छ तल जानु कुन चाहिँ हो हेर्नु त इक्युएक्सको एसएलएस युएलएस वाईको पनि एसएलएस युएलएस खोज्नु त्यो चारवटामा क्लिक गर्ने अनि अप्लाई मल्टिपल गर्नुहोस् त्यसलाई सर यो फेरि एकचोटि भन्दैन अप्लाई मल्टिपल गर्नुहोस् है त्यसको मात्रा हो त्यसको भ्यालु चाहियो है चारवटालाई गर्नु नि अप्लाई मल्टिपल गरेर यसलाई क्लिक गर्नुहोस् ल सर एकचोटि फेरि भन्दैन ल फर्स्टमा डिस्प्लेमा जाने अनि सो टेबल्समा जाने है अनि त्यसपछि तपाईँ जानु पऱ्यो जोइन्ट आउटपुटमा प्लस गर्नुहोस् अनि डिस्प्लेसमेन्टमा प्लस गर्नुहोस् अनि तपाईँले स्टोरी म्याक्स ओभर एभरेजमा टिक लगाउनुहोस् अनि ओके गर्नुहोस् है म्याक्स ओभर एभरेजमा यसमा टिक लगाउनु हामीलाई चाहिने म्याक्स बाई मिनिमम हो ओके म्याक्स बाई मिनिममको भ्यालु चाहिँ हाम्रो लेस देन 1.5 हुनुपर्छ अनि बल्ल ओके हुन्छ तर यसले हामीलाई दिन्छ म्याक्स बाई एभरेजको भ्यालु दिन्छ है यो लेस देन कति हुनुपर्छ थाहा छैन यो पत्ता लगाएर आउँछ त्यो तपाईँहरूको होमवर्क भयो है न त डाइरेक्ट यहीँबाट हेर्नु मिल्छ यदि यो भ्यालु थाहा भयो भने है अब यसलाई यहाँबाट टिक लगायो यसलाई ओके गर्नुहोस् अनि त्यसपछि हामीलाई चाहिने चाहिँ अब यहाँ तल जानु हामीलाई यो चाहिने यसमा जाउँ अनि यहाँ क्लिक गरेर यसको माथि राइट क्लिक गर्नुहोस् अनि हामीलाई चाहिने चारवटाले टिक लगाइदिउँ है यो चारवटालाई सेलेक्ट गरौँ अप्लाई मल्टिपल फिल्टर गरौँ ल अब यहाँबाट भ्यालु आउँछ है अब एक्सको लागि एक्सतिरको हेर्नु पऱ्यो वाईको लागि वाईको दिएको छ है सबै अब यही भ्यालुलाई मैले के गर्छु त एक्सेलमा लग्छु अथवा यहाँ मसँग मैले यहाँ बनाइ पनि रहेको छु है यहीँ लगे पनि हुन्छ यहीँ लगेर कपी गर्नुभयो पनि हुन्छ हेर्नु है म्याक्स पनि छ एभरेज पनि छ मिनिमम आफै झिकेको मिनिमम भने के 2 टाइम्स अफ एभरेज माइनस म्याक्स गरेर मिनिमम आएन त्यही नै हो अघि पनि त्यही फर्मुला लगाएर गर्नु म्याक्सिमम प्लस मिनिमम डिभाइडेड बाई 2 भनेको एभरेज होइन मिनिमम निकाल्नु पऱ्यो भने के गर्नु पऱ्यो मिनिमम 1.19 जति आउँछ 2 टाइम्स अफ एभरेज माइनस म्याक्स हजुर के भन्नुभयो 1.19 जति आउँछ त्यसको रेसियो 2 नै आउँछ होला नि हैन त्यही 1.2 आउँछ होला है ल ओ यो मिनिमम निकाल्दाखेरि यो फर्मुला लाग्यो है के पनि गरे हैन त्यो फर्मुला 2 टाइम्स अफ एभरेज माइनस म्याक्स गरे भने मिनिमम आउँछ है ल अब यसलाई यहाँबाट यही कपी गरे पनि भयो नभए आफैले गरे पनि हुन्छ ल कति छ यहाँबाट यतिलाई कन्ट्रोल सी कपी गरिदिन्छु अनि यतिलाई यहाँबाट कन्ट्रोल भी पेस्ट गरिदिन्छु मिलाउनु है यहाँ ठ्याक्कै अनि यो डिरेक्सनलाई पनि डिरेक्सन मात्र कपी गरेर यति यहाँदेखि यहाँसम्म कपी गर्छु यो रेसियो कपी नगर्नु ल म्याक्स र एभरेजसम्म कपी गर्नु कन्ट्रोल सी गरिदिन्छु अनि यहाँ लगेर मैले यता लगेर कन्ट्रोल भी गरिदिन्छु ल ओ अब के भयो त यहाँ ल हेर्नु
कहीँ नट ओके छ कहीँ ओके छ यहाँ नट ओके यो मिलेको छैन यो तिनवटा पनि मिलेको छैन यो ठिक छ यो ठिक छ यो ठिक छ है ल हो त्यही आएको है हेर्नु त यो 1.6 छ नि त्यसो 1.5 भन्दा धेरै छ त्यसरी नट ओके आएको यो अनि जहाँ 1.5 भन्दा धेरै छ त्यो सबै नट ओके आइरहेछ 1.5 भन्दा थोरै आएको सबै ओके आइरहेछ है ल अब यहाँ हेऱ्यो भने अब कुन डिरेक्सनमा बिग्रिरहेछ त कहीँ मिलेन हाम्रो भन्नु त कुन डिरेक्सनमा मिलेन कहाँ मिलेन हेर्नु त भएन एक्स डिरेक्सनमा हो सर कति गर्नुभयो क्या कति गर्नुभयो कहाँ मिलेन कुन डिरेक्सन हेर्ने यहाँ हेर्नु एक्सतिर मिलेन होइन कहाँ मिलेन एक्सतिर मिलेन हो एक्समा बिग्रिरहेछ एक्समा मिलेन हाम्रो एक्स डिरेक्सनमा टर्सन आइरहेछ हो ठिक छ यहाँ लगेर प्लेस गर्नु यहाँ क्लिक गर्नु तपाईँले यहाँ गर्नु सक्यो होइन त्यसमा तपाईँले क्लिक गर्नु कन्ट्रोल दिइहाल्नु त्यसरी होइन यहाँ क्लिक गरेर कन्ट्रोल दिइहाल्नु गर्नुहोस् कन्ट्रोल दिइस हाल्नुहोस् तपाईँले फर्मुला मिलाइदिइसकेको जस्तो लाग्यो यहाँ गरेर यहाँ म्याक्स पेस्ट गरिदिनु भयो क्या फर्मुलै गएको 2 times of एभरेज माइनस म्याक्स गरेर पनि बल्ल हाल्दा मिनिमम होइन यो म्याक्स बाई मिनिमम गऱ्यो भने हामीलाई म्याक्सको मिनिममको रेसियो छ हो ल अब यहाँ हेऱ्यो भने एक चिज हेर्नुहोस् है यहाँ यो हाम्रो एक्स डिरेक्सनमा मिलिरहेको छैन यो एक्सतिर हो सबै स्टोरीको एक्सतिर मिलिरहेको छैन यहाँ हेर्नु भयो भने एक्सतिर मिलाएको छैन अब कसैको फरक आयो भने मेरोभन्दा फरक पनि आउन सक्छ है आफूले के गरेको छ त्यसमा भर पर्छ कति लोड राखेको छ के गरेको छ सबैमा डिपेन्ड हुन्छ एउटा एक्ज्याक्टली सिमिलरै आउँछ भने हुँदैन है अब मानिलिनु यो मिलेन यसलाई मिलाउनु पऱ्यो यसलाई 1.5 भन्दा कम गर्नु पऱ्यो अब यहाँ मिलेन भनेको के हो भन्नु खोजेको त एकचोटि हेर्नु है त कुन डिरेक्सनमा नमिलेको हाम्रो यो एक्सतिर नमिलेको है एक्सतिर मिलेन जुनै स्टोरीमा हेरे पनि एक्सतिर मिलेन अब एकचोटि मैले यसलाई एक्सतिर ढगालेर हेर्छु है त यसलाई एक्सतिर ढगाल्नु कुनै एउटा हेरौँ ल एक्सतिर ढगालेर हेरौँ ठिक छ अब मैले एक्सतिर ढगाल्दाखेरि के हुन्छ त यो भने यो यहाँबाट यहाँ सरिरहेछ यो यहाँबाट यहाँ सरिरहेछ कुन चाहिँ धेरै सरिरहेछ यो धेरै सरेछ कि यो धेरै सरेछ होइन भनेपछि के हो त यो धेरै यता डिस्प्लेस भइरहेछ भन्छ यो धेरै डिस्प्लेस भइरहेछ यो थोरै डिस्प्लेस भइरहेछ भनेको यो पर्टिकुलर ठाउँ चाहिँ यो डिरेक्सन चाहिँ स्टिफ भइरहेछ अलि धेरै कम्पेरिटिभ टु यो थोरै स्टिफ भइरहेछ यो धेरै स्टिफ भइरहेछ अब मैले के गर्नु पऱ्यो कि नभए यसलाई थोरै सार्नु पऱ्यो कि नभए यसलाई धेरै सार्नु पऱ्यो अनि बल्ल मिल्न आउँछ होइन बराबर हुन्छ कि नभए यसको यो डिस्प्लेसमेन्ट यो यहाँबाट यहाँ सरेछ भने यसलाई अलिकति बढाएर यहाँ सार्नु पऱ्यो नत्र चाहिँ किन यो यहाँ यहाँ सरेछ भने यसलाई यतातिर ल्याउनु पऱ्यो अनि बल्ल मिल्छ होला हो यसलाई कुनैलाई मिलाउनु पऱ्यो अब जुन धेरै स्टिफ भइरहेछ त्यसलाई किन बिगार्ने हो र यसलाई छोडिदिनुहोस् यो स्टिफै रहन दिनु यसलाई अब यसलाई चाहिँ स्टिफ बनाउनु पऱ्यो यो धेरै सरेको चाहिँ यसलाई थोरै सार्नु पऱ्यो मैले हो यसलाई स्टिफ बनाउने कसरी त अब कि नभए चाहिँ तपाईँले यसलाई यसरी रेक्ट्याङ्गुलर गर्न सक्नु पऱ्यो कलमहरू रेक्ट्याङ्गुलर गऱ्यो भने यो डिरेक्सनमा स्टिफ हुन्छ होला है यसरी
एउटा अप्सन यो पनि हुन्छ, काम गर्छ। अथवा यो बिमको साइजहरू यहाँ तपाईँको 230 बाई 350 छ नि, यो बिमको साइज बढाएर हेर्ने हो कि अलिकति यो डिरेक्सनमा अनि अलिक धेरै स्टिप हुन्छ कि त्यहाँतिर जानु पर्यो। अथवा तपाईँले यहाँबाट सेयरवाल यसरी दिनु पर्यो, यो डिरेक्सनमा दिनु पर्यो होला नि सेयरवाल होइन, किनकि यता धेरै सराएको थियो। सेयरवालले एक डिरेक्सन मात्र काम गर्छ है, यसरी सेयरवाल छ भने यो डिरेक्सनमा काम गर्छ सेयरवालले, यो डिरेक्सनमा धेरै काम गर्दैन, केही हटमा गर्ला तर गर्दैन भनेर बुझ्यो पनि हुन्छ है। यो वान वे मात्र कलमले भए यता र यता दुवै ठाउँमा काम गर्छ, सेयरवालले जुन डिरेक्सनमा राखे त्यो डिरेक्सनमा काम गर्छ। मैले अब सेयरवाल राखेँ भने फर्स्ट इयर पनि यहाँ राख्छु होला नि त होइन, यसरी राख्छु होला त, यहाँ त मिलिरहेछ यो वाइमा त हो, यहाँ राख्यो भने बिग्रिन्छ, डाउन हुन्छ झन्, ठिक छ। त्यसैले मैले यतातिर राखेर हेर्छु अब सेयरवाललाई। अब तपाईँहरूले यसलाई रेक्ट्याङ्गुलर बनाएर पनि हेर्नु सक्छ, कलमलाई अलिकति रेक्ट्याङ्गुलर बनाइदिनु मिल्छ कि है, सेयरवालै नराख्ने भए, अथवा बिमलाई अलिकति साइज बढाइदियो भने मिल्छ कि है। अब किन सेयरवालै राख्नु पऱ्यो खासमा, तर हामी चाहिँ एकचोटि सेयरवाल राखेर गर्छौँ अनि बिल्डिङमा सेयरवाल पनि आउँछ है। ल अब मैले यहाँबाट यसरी सेयरवाल राखेर हेर्छु है त, अनि यो मिल्छ कि है, त्यसलाई मिलाउनु चाहिँ त्यसरी नै हो है, सेयरवाल राख्ने अथवा कलमलाई मिलाउने अथवा बिमलाई मिलाउने, जसरी पनि यो यति पर्टिकुलर डिरेक्सनलाई चाहिँ स्टिप, यो डिरेक्सनलाई स्टिप बनाउनु पऱ्यो। सेयरवाल त राख्ने तर कत्रो राख्ने थाहा छैन मलाई हो। अब एकचोटि हेरौँ है त फर्स्टमा। ल अब सेयरवालको लागि के भन्छ, मिनिमम क्राइटेरिया दिएको छ यहाँ है त। मिनिमम थिकनेस चाहिँ सेयरवालको चाहिँ 150 mm को चाहिँ मिनिमम पनि थिकनेस हुनु पर्यो। तर यदि कपाल छ भने त्यो बेलामा चाहिँ 300 हुनु पर्यो। कपाल भन्नु खोजेको तपाईँको मानिलिनु ड्याममा वाल छ, सबै सेयरवालै सेयरवाल छ, यहाँ ओपनिङहरू यसरी झ्याल ढोकाहरू छ भने त्यस्तो केसमा चाहिँ कपाल हुन्छ है। अब अहिले हाम्रो त्यहाँ केही पनि छैन, त्यसैले यसलाई मिनिमम चाहिँ 150 को हुनु पर्यो भनेर भन्छ है। यदि कपाल भयो भने 300 नत्र 150 हुनु पर्यो भन्छ। नर्मली हामीले 230 mm को वाल लगाइरहेको हुन्छ 9 इन्चीको, त्यसैले 9 इन्चीकै बनाइरहेको हुन्छ धेरै जस्तो हेर्नु भयो भने। ल मानिलिनु हामी 9 इन्चीको 230 mm को सेयरवाल बनाउँछ, थिकनेस है, थिकनेस चाहिँ यसरी सेयरवाल छ भने यो थिकनेस चाहिँ मिनिमम कि 150 हुनु पर्यो अथवा 300 कपाल भयो भने हामी 230 mm भनेर भन्नुले यति लिन्छौँ अहिलेलाई। अब यो त लिने, तर यो लेन्थ कति हुनु पर्यो यो लेन्थ थाहा छैन। यो हेर्नु भयो भने के भन्छ, यहाँ पढ्नु त, कति हुनु पर्यो लेन्थ, यदि 230 छ भने यसको हिसाबले 230 × 4 त हुनै पर्यो भन्छ होइन। जति थिकनेस छ त्यसको 4 टाइम्सले चाहिँ बढी हुनैपर्छ भनेर भन्छ। यो भनेपछि यहाँदेखि यहाँसम्म लेन्थ हामीसँग 230 थिकनेस छ भने × 4 चाहिँ हुनै पर्यो भन्छ है। 4 टाइम्स अफ थिकनेस चाहिँ मिनिमम पनि हुनुपर्छ भन्छ। कति हुन्छ यो 920 हुन्छ। ल मानिलिनु यसलाई मैले बढाएँ, मिनिमम यति हुनु पर्यो, 1000 को राखिदिन्छु। ओके 1000 mm को वाल राखिदिन्छु यहाँबाट, 230 mm थिक 1000 mm को वाल राखेर हेरौँ न त एकचोटि के हुन्छ। अहिले काम गर्छ कि गर्दैन। ल अब यहाँबाट मलाई सेयरवाल राख्नु पर्यो। सेयरवाल राख्दाखेरि मलाई यो डिरेक्सनमा पुगेको छैन है, कहाँ यहाँबाट यता राख्नु पर्यो, 1 बाटै यता होइन। 3D मा हेरौँ, यो डिरेक्सनमा राख्नु पर्यो मलाई हो, यसरी यतातिर राख्नु पर्यो है, यतातिर राख्नु पर्यो मैले हो। अब के याद गर्नु भन्दाखेरि यदि एउटा फ्लोरमा मात्र बिग्रियो, कहिलेकाहीँ एउटा मात्र सबै फ्लोरमा मिलाएछ, एउटा फ्लोरमा मात्र टर्सन बिग्रियो भने यहाँ मात्र सेयरवाल राख्छु भनेर पाएन है, एउटा मात्र राख्नु मिल्दैन। सेयरवाल राख्यो भने सबै राख्नु पर्यो, ठिक छ। सबै तलदेखि माथिसम्म राख्नु कि राख्दैन नराख्नु है। अथवा यो कुनै एउटा फ्लोर बिग्रियो, यो मात्र बिग्रियो भने यहाँ मात्र राख्ने झनै पाएन यसरी है। फुल तलबाटै राख्नु पर्यो राख्ने हो भने है, त्यो चाहिँ याद गर्नु पर्यो तलबाटै, नत्र तपाईँको स्टिफनेस यति धेरै भेराइ हुन्छ, तल र माथि एकदम स्टिफ हुन्छ, यहाँ थोरै स्टिफ हुन्छ है। त्यसैले तलदेखि माथिसम्म राख्दाखेरि ल मलाई यो डिरेक्सनबाट यहाँबाट सेयरवाल राख्नु पर्यो, कतिको राख्नु पर्यो त, यति राख्नु पर्यो, यहाँबाट 9 इन्चीको राख्नु पर्यो, कति यहाँदेखि यहाँ 1 मिटरसम्मसँग 1 मिटरको डिस्टेन्समा 230 mm को सेयरवाल राख्नु पर्यो। पहिलासम्म सेयरवाल त राख्ने, डिफाइन गरेको छैन, डिफाइन गरौँ एकचोटि, अनलक गर्नुहोस् यसलाई। अनि पहिला वाल डिफाइन गरौँ है, डिफाइनमा जाउँ, सेक्सन प्रोपर्टिजमा जाउँ, अनि वाल सेक्सन भन्ने हुन्छ यहाँ, डिफाइनमा सेक्सन प्रोपर्टिजमा वाल सेक्सनमा जाने। ल अनि त्यसपछि यसलाई मोडिफाई गर्ने, मोडिफायर्स अफ प्रोपर्टिज गर्ने, अथवा यसलाई नि एड न्यू गरे पनि हुन्छ है। नयाँ गर्नु, यसलाई छोडिदिनु, ल एड न्यू गरौँ, नयाँ थप्नु है त, एड न्यू प्रोपर्टी गरौँ, नयाँ आयो। अब यहाँ सेयरवाल SW लेख्छु, सेयरवाल कतिको राख्ने 230 mm को राख्छु। ल मटेरियल टाइप भनेको मेरो यो M20 भइहाल्यो, अनि सेल थिनै हुन्छ, अनि थिकनेसलाई 230 राखिदिनुहोस्, केही गर्नु परेन। ल ओके गरिदिनु।
एउटा वाल बनाए जुन चाहिँ 230 mm को ठिक छ है। M20 राखिदिनु, यसलाई सेल्फी नै हुन्छ मोडलिङ टाइप, अनि ओके गरिदिनुस्। यो वाललाई लगेर हामी त्यहाँ राखेर हेर्नु पर्यो है त के गर्दो रहेछ यसले। हेरौँ ल, ओके गरिदिनु, 230 को गर्नु है, अनि यसलाई ओके गरिदिनु। वाल राख्नु पर्यो कता हो हामीले राख्ने ठाउँ, यतातिर हो। यसरी नै पत्ता लगाउने कहाँ राख्ने भन्नु। अब यो कुरा चाहिँ जति धेरै गर्दै प्र्याक्टिस गर्यो त्यति धेरै थाहा पाउँदै जान्छ। जति एनालाइसिस गर्यो त्यति नै हामीलाई यो कहाँ के कस्तो भइरहेछ थाहा हुँदै जान्छ, अनि एकैचोटि निकाल्न सकिन्छ पछि। अब यहाँ राख्छु है त मैले, अब प्लानबाट हेरे पनि भयो। ल प्लानमै जाउँ, स्टोरी 1 मा बस्छु है त। प्लानमा स्टोरी 1 मा बसौँ। अब सबै फ्लोरमा राख्नु पर्यो होइन। अब सबै फ्लोरमा राख्नु पर्यो। यो 1 स्टोरीलाई अल स्टोरी गरिदिउँ त, एकचोटि एउटामा राख्यो भने सबैमा जान्छ, प्रब्लम सल्भ है। 1 स्टोरीलाई अल स्टोरी गरिदिउँ, ठिक छ। अब मलाई यहाँदेखि 1 मिटरको एउटा पोइन्ट चाहियो, थाहै छैन कहाँ छ भनेर 1 मिटरको पोइन्ट चाहियो हो। पोइन्ट निकाल्नु पहिला है त। अब यहाँबाट यो ठ्याक्कै यो पोइन्टबाट यहाँबाट 1 मिटर यता एउटा पोइन्ट फाल्नु। कसरी फाल्ने त, ड्रमा जाने, ड्र जोइन्ट अब्जेक्टमा जाने। कुन डिरेक्सनतिर राख्नु पर्यो, एक्समा कि वाइमा? एक्समा। यहाँ 1000 बनाउनुहोस्, 1 मिटर चाहियो होइन, 1000 mm राख्नुहोस् यहाँ है। अब यसलाई के गर्नु पर्यो, कहाँ यतातिर चाहियो, कहाँबाट चाहियो त, यहाँबाट चाहियो नि, यहाँ क्लिक गर्नु, ठ्याक्कै यो पोइन्टमा क्लिक गर्नु, एउटा पोइन्ट यहाँ आउँछ है, ठ्याक्कै यहाँ आयो। अब थाहा भयो नि त होइन 1 मिटर कहाँ हो भनेर। ठ्याक्कै यहाँ 1000 राखेर अनि यहाँ क्लिक गऱ्यो भने यता आउँछ एक्सतिर है। कुन डिरेक्सनमा चाहिन्छ त्यहाँतिर राख्ने। पोइन्ट आयो। ल अब वाल बनाऊ है त। हामीले अल स्टोरी बनाएकै छ, प्रब्लम भएन। एउटा स्टोरीमा बस्यो भने सबै स्टोरीमा बन्छ होइन। म यताबाट पनि देखाइदिन्छु तपाईँहरूलाई, तपाईँहरूले गर्नु पर्दैन। हामीले यतातिर कता हो, यता तान्न लाग्यो है। मैले एउटा पोइन्ट यहाँ तानेको भने त सबैतिर गएको छ। अब त्यसपछि यहाँबाट बनाऊ है त। अब यो लिनुहोस्, ड्र वाल प्लान भन्ने हो, यो लिनु। अनि त्यसपछि यहाँबाट यसलाई प्रोपर्टीमा गएर अघि भर्खर बनाएको 230 वाला यो लिइहाल्नुहोस् है। पायर स्प्यान्डल भन्ने हुन्छ, पायर भनेको कलम जस्तै, स्प्यान्डल भनेको बिम जस्तै हो है। यसलाई पायरमै राख्नु, 230 mm लिनुहोस् यसलाई। अनि कहाँदेखि कहाँ चाहियो त, अल स्टोरी छ होइन, यहाँदेखि यहाँसम्म चाहियो। ल अनि यसलाई स्केप गरिदिनु, भइहाल्यो। वाल बन्यो, यहाँदेखि यहाँसम्म। अल स्टोरी गरेको तिनटै आयो, तिनटै। ल अथवा 3D मा हेरौँ, यसलाई यसरी आउँछ। हामीलाई चाहेको यो डिरेक्सनमा यहाँ आयो है। ल भयो, 3D मा हेर्नुहोस्। क्लिक गर्नु न, कहाँबाट त्यहाँ होइन, त्यहाँ जहाँ पाइ क्लिक गर्ने होइन, कहाँबाट कलमको पछिबाट ल्याउने होइन, त्यहाँ क्लिक गर्नु। अब आउँछ पिक्चरमा, जहाँ पाइ त्यहाँ होइन, पिक्चरमा क्लिक गर्नु। आयो होइन, त्यसलाई जुम गर्नु, स्केप गर्नु, त्यो एउटा खालि मात्रै हो। अब ड्रमा ड्र वाल प्लान गर्नु यसलाई। अनि डिजाइनको वाल राख्नुहोस्। त्यो पोइन्टबाट स्केप गर्नु, 3D मा हेर्नु। अल स्टोरीलाई 1 स्टोरी बनाइहाल्छ त अहिले। अल स्टोरी यसलाई 1 स्टोरी बनाउनु है। ल भयो होइन है। यो हो, यो यसलाई दिने वाल प्लान बनाउने यो है, यसलाई दिने यो के हो लाइट जाने होइन। यहाँबाट यहाँसम्म अल स्टोरी बनाएर के हुन्छ होइन, 1 स्टोरी गर्नु। ल ल अब त्यसपछि यसलाई फिक्स गर्नु पर्यो है। यसलाई फिक्स, यो हेर्नु त यहाँ हिन्ज छ, 3D मा हेर्नु, यो हिन्ज छ हो। यसलाई 1 स्टोरी बनाउनु, फर्स्टमा 1 स्टोरी बनाइहाल्नु। अनि बल्ल यसलाई सेलेक्ट गरेर गर्नु, नत्र सबै ठाउँमा फिक्स जान्छ, त्यो राख्नु भएन अरू फ्लोरमा। यसलाई सेलेक्ट गर्नु, 1 स्टोरी बनाउनु, अनि यसलाई सेलेक्ट गर्नु है। यतिलाई सेलेक्ट गर्नु, अनि त्यसपछि पहिला जस्तै असाइन, जोइन्ट, रिस्ट्रेन्ट, अनि फिक्स। ओके, ल फिक्स भयो है। सट्ट सेलेक्ट गर्नु, त्यसपछि होइन, यसलाई मात्र सेलेक्ट गर्ने, यसलाई मात्र। त्यो हिन्ज छ नि, हिन्जलाई फिक्स बनाउनु पर्यो। सट्ट सेलेक्ट गर्नु,
असाइनमा जाने, जोइनमा जाने, रिस्टेन्टमा जाने, अनि यसलाई यहाँबाट फिक्स गर्ने, ओके गर्ने, यो फिक्स हुन्छ। यहाँ मात्र है, फेरि यहाँ माथि फिक्स गर्ने होइन नि, त्यसैले 1:2 गरेको हामीले। यहाँ फिक्स भयो भने फेरि हेर्नु है, फिक्स गर्नु, ओके गरिदिनु त्यसलाई। त्यो फिक्स भनेको त्यो हो अगाडिको, ओके ल। अब यसलाई यतिलाई यो यसको मेस पनि गरिदिनु ल, यो सबैलाई सेलेक्ट गर्नु, यसरी सेलेक्ट गरे पनि भयो, स्वाट सेलेक्ट गरेर, अथवा इन्डिभिजुअली एउटा एउटा सेलेक्ट गरे पनि हुन्छ। अरू मेस गरिसकेको छ, यसलाई मेस पनि गरिदिनु, 4x4 मा मेस गरिदिनु है। असाइन सेल फोर वाल अटो मेस अप्सनमा जाने, 4x4 मा मेस गरिदिनु, यो यतिलाई। यसलाई गरेछ भने भर्खर बनाएको यो स्वाट सेलेक्ट गरे पनि हुन्छ, अरू सेलेक्ट भयो भने मतलब भएन, स्वाट सेलेक्ट गरे पनि भयो, नभए इन्डिभिजुअली एउटा एउटा यसरी सेलेक्ट गरे पनि हुन्छ है। अब असाइनमा जाने, सेलमा जाने, अनि वाल अटो मेस अप्सन भन्ने हुन्छ, वाल अटो मेस अप्सनमा जानुहोस्, अनि मेस अब्जेक्ट इन्टु 4x4 गरिदिनुहोस्, ओके गरिदिनु ल। अब फेरि एकचोटि रन गरेर हेर्नु त, सबै मिल्नुपर्छ। अब रन गरेर हेर्नु है। अब फेरि रन गरेर अघिकै जस्तै चेक गर्नु त, टर्सन चेक गर्नु त। अब यसले गरेर केही न केही मिलाउँछ यसले, रन गर्नुहोस् यसलाई। सबैमा गर्ने होइन क्या साथी, त्यही भन्दैछु त्यसरी मैले। किन यहाँ कहाँ फिक्स गऱ्यो भने त गाह्रो छ यसलाई नन फिक्स गर्नु। अरू कहीँ छ माथि गर्ने होइन, त्यो रिजल्ट मेस गऱ्यो, यतिलाई साइन गरौँ, सेल गरौँ, वालहरू मेस गरौँ, यसलाई 4x4 गरिदिनु। अझै रन गरेर अघि जस्तै रिजल्ट हेर्नुहोस् त्यहाँबाट। अहिलेको रिजल्ट हेर्नु त, अब मिलाउँछ होला खै कति बेर, किन यति धेरै टाइम काउन्टर भएन, चेन्ज प्लिज भयो। डिस्प्लेसमेन्टमा प्लस गर्नु त, यो टिक लगाइरहेको छ यो है, त्यो गर्नु राम्रोसँग। अब यसको दिँदै हो कि होइन, पहिला राइट गर्नु, राइट गर्ने चारवटा यो म्याक्स एभरेज गर्दाखेरि 1.2 रेसियो मिल्यो भने उता 1.5 आफै मिल्छ है। यहाँ अलरेडी छ, यसमा हो प्लसमा क्लिक गर्नु, अनि यहाँ फेरि प्लसमा गर्नु, डिस्प्लेसमेन्टमा चाहिँ यो हो होइन, ओके गर्नु त्यसलाई। अनि यहाँबाट हेर्नुहोस् कहाँ यो होइन, फेरि त्यो गुड गर्नु त। अहिले राइट क्लिक गरेर अघि चाहिँ 4वटा ल्याउनुहोस्, अब त्यहाँ हेर्नु ल्याउनु, मल्टिपल छ, त्यसरी गरेर मल्टिपल गर्नु ल। अब एकचोटि हेरौँ है त, डिस्प्लेमा जाउँ, अहिलेको जस्तै सो टेबल्समा जाउँ, अनि हामीलाई चाहिएको भनेको यो होइन, अलरेडी टिक लगाइरहेको छु है मैले, यो हेर्नु पऱ्यो, यसलाई ओके गर्नुहोस्। अनि त्यसपछि यसलाई यहाँबाट यो चेक गरौँ, हामीलाई चाहिने अहिलेको जस्तै 4वटा, यो 4वटा हेरौँ यहाँबाट, अनि यसलाई अप्लाई गरिदिनु ल। यो भ्यालु होइन, यो 1.2 एक्सिड हुनु हुँदैन, म्याक्स बाई एभरेज गर्दाखेरि 1.2 होइन त, अघि साथीले भनेको थियो नि 1.2, यहाँ ठिक छ भन्ने बुझिन्छ। अब अथवा अघि जस्तै चेक गर्ने भए यसलाई नै यति म्याक्स र एभरेजलाई सर लिएर कपी गर्नुहोस्, कन्ट्रोल-C कपी गर्नु, अनि यहाँ लगेर म्याक्स र एभरेजमा कन्ट्रोल-V पेस्ट गरिदिनु। ओके, अघि हेर्नु त 1.5 एक्सिड भइरहेको थियो, अब ठिक भयो नि होइन है। अनि एउटा कुरा के याद गर्नु भन्दाखेरि है, यो कुरा याद गर्नु, यदि तपाईँको यो चाहिँ तपाईँले चाहिँ गाह्रो भयो तपाईँलाई है, सेरवाल पनि राख्नु मन लागेन, क्लाइन्टले मानेन, के भयो गाह्रो भयो हो, तपाईँको 1.2 1.5 एक्सिड नै भयो यो है। अब के कलमहरू अलि रेक्ट्याङ्गल बनाउन मिलेन, सेरवालै राख्नुपर्ने जस्तो कन्डिसन आयो भने त्यस्तो केसमा 1.2 देखि 2 सम्म आयो भने छोडिदिनु सेक्सन है। 2 सम्म आयो भने छोडिदिनु, 2 भन्दा धेरै आउनै हुँदैन, ठिक छ। यो रेसियो 2 भन्दा धेरै ल्याउँदै नल्याउनु। यदि 1.5 एक्सिड भयो तर 2 सम्म आयो भने डाइनामिक एनालाइसिस गरेर मिलाइदिनुहोस् त्यसलाई, डाइनामिक एनालाइसिस गरेर छोडिदिनुहोस्, ओके नो वरिज, ठिक छ। तर 2 भन्दा धेरै छ भने डाइनामिक एनालाइसिस गरेर नि काम छैन, जसरी मिलाउनु पऱ्यो। प्लान चेन्ज गर्ने, सेरवाल राख्ने, के गर्ने गर्नुहोस्,
है कलम बढाउने अथवा सेरवाल थप्ने अथवा जे गरे पनि मिलेन भने आर्किटेक्चर प्लान नै चेन्ज गराउने हो कि आर्किटेक्चर प्लान डामाडोल जेपाती सेपको भयो नि यो त मिलाउनै गाह्रो हुन्छ है त्यहाँ गएर मिलाउनु पर्यो नत्र अथवा त्यो बिल्डिङलाई एउटा बिल्डिङ छ भने त्यो बिल्डिङलाई 2 टुक्रा बनाउने हो कि यसरी एउटा बिल्डिङ छ भने 2 टुक्रा बनाएर मिलाउने हो कि कसरी मिलाउनु पर्यो तर यो भ्यालु 2 भन्दा एक्सिड कहिले पनि हुनु भएन 1.5 देखि 2 सम्म आयो भने डाइनामिकली मिलाउन सकिन्छ यसले कभर गर्छ भन्ने हुन्छ तर 2 एक्सिड भयो भने केही पनि गर्न सकिँदैन त्यो घरको जिम्मा कसले पनि लिन सक्दैन है त्यसैले त्यो चाहिँ याद गर्नु तर सकेसम्म 1.5 भन्दा तलै राख्ने कोसिस गर्नु यसलाई सकेसम्म बाइबस केही भएर मिल्दैन एकदमै गाह्रै भयो भने चाहिँ त्यो गर्नु है त ल सर डाइनामिक कसरी गर्ने सर अहिले हेरौँला पक्नु आइहाल्छ नि बिस्तारै जाउँ न त्यो गर्ने भने चाहिँ याद गरिराख्नु डाइनामिक एनालाइसिस कसरी गर्ने हेरौँला डाइनामिकको लागि हामीले अर्को छुट्टै प्रोसेस गर्नुपर्ने हुन्छ त्यतातिर जाउँला है ल अहिले हामीले स्ट्याटिक गरेर मिलाइदियो यसलाई सेरवाल राखी स्ट्याटिक गरेर मिलाइदियो प्रब्लम सल्भ अब तपाईँले यो मिलाइसकेपछि तपाईँसँग यो भ्यालु यता हेर्नु त यो ड्रिफ्टको स्टोरेज स्टिफनेस सबै चेन्ज हुन्छ फेरि यो सबै चेक गर्नुहोस् फेरि एकछिन मिल्छ होला जहाँसम्म लाग्छ अघि जस्तै सबै चेन्ज गर्नु पर्यो तर एउटा कुरा के तपाईँहरूले याद गर्नुभयो कि भएन मैले सेरवाल राखेपछि के भयो अब अस्ति त्यत्रो भनेको थिएँ नि मैले सेरवाल आइसकेपछि के भयो तपाईँको बिल्डिङ त्यही रह्यो यो मोमेन्ट रेस्टिङ फ्रेम सिस्टम भयो यो डुवेल सिस्टममा गइसक्यो यहाँ डुवेल सिस्टममा गएपछि के हुन्छ डक्टिलिटी फ्याक्टर चेन्ज भनेको हाम्रो यहाँबाट कोएफिसिएन्ट नै चेन्ज हुन्छ यो भ्यालु यही रहन्छ अब यो भ्यालु चेन्ज गर्नुपर्छ है याद गर्नुपर्छ सेरवाल राखेपछि अब यो भ्यालु चेन्ज गर्नु पऱ्यो ल चेन्ज गरौँ मानिलिनु यसलाई अनलक गर्नुहोस् है अब यो सेरवाल राखेपछि बिल्डिङै अर्को भइसक्यो है यो मोमेन्ट रेस्टिङ फ्रेम सिस्टम भएन हाम्रो अब तपाईँले जानु पऱ्यो यहाँबाट अब हाम्रो सिटमा जाउँ है त ल यो सिटमा अब यो सबै कुरा सेम नै हो अस्ति भनेको जस्तै तर यहाँ आएर चेन्ज गर्नु यो मोमेन्ट रेस्टिङ हो यो यसलाई के गर्नु पर्यो फल अल अदर स्ट्रक्चर गर्नु पर्यो टाइम पिरियड चेन्ज ड्यामडम देख्छ टाइम पिरियड चेन्ज भयो अनि यो भ्यालु स्ट्याटिक नै हो अनि यो के हो मोमेन्ट रेस्टिङ हो यो हाम्रो हुन्छ डुवेल सिस्टम हुन्छ अनि यो भनेको कुन चाहिँ हो ल यहाँ एकछिन ध्यान दिनु है यहाँ दुईवटा छ होइन यो डुवेल सिस्टमको RC-1 भन्ने चाहिँ हो है मैले यो र यो नाम एउटै भएको कारणले यो सेलेक्ट गरे पनि यसकै भ्यालु आउने भयो त्यहाँ त्यसैले यसलाई मैले -1 भनेर राखिदिएको छु है -1 वाला हो है यसमा क्लिक गर्नु यो पनि सबै चेन्ज डक्टिलिटी फ्याक्टर ओभरस्टेन फ्याक्टर सबै चेन्ज तपाईँको यो भ्यालु नै चेन्ज एसएलएसमा 0.1313 आयो युएलएसमा 0.1607 आयो यो भ्यालु लगेर मिलाउनु पर्यो सबैभन्दा पहिला अब है सेरवाल राखेपछि त्यसरी ल भयो भनेर छोड्ने होइन अनि त्यसपछि के को भ्यालु चाहिँ 1 नै छ यो त प्रब्लमै भएन ल यसलाई चेन्ज गर्नुहोस् पहिला अब यहाँ अनलक गर्नु डिफाइनमा जाउँ लोड प्याटर्नमा जानुहोस् इक्युएक्सको एसएलएसमा कति आयो हाम्रो 0.1313 एसएलएसमा अब यहाँ 0.1313 हानिहाल्नुहोस् ल के को भ्यालु 1 छ ठिकै छ चेन्ज गर्नु परेन ओके एसएलएसमा फेरि 0.1313 अनि युएलएसमा कति 1607 है ल युएलएसमा पनि फेरि मोडिफाई गरौँ यहाँबाट 1607 हान्दिहाल्नु यसलाई मोडिफाई गर्नुहोस् 07 हानिहाल्नुहोस् ल यो चारवटा भ्यालु मिलाउनु नबिर्सिने अनि ओके गर्ने अब फेरि रन गर्ने यो चारवटामा हो एसएलएस र युएलएसमा मोडिफाई गर्ने पहिला सुरु अनलक गर्नु पर्यो टेन्सन अनलक नगरिकन केही पनि चेन्ज गर्नु हुँदैन यसलाई अनलक गर्यो डिफाइनमा गएर अहिले लोड प्याटर्नमा जानु यहाँ कभर क्लिक गरेर रन गर्नु यो 0.1313 आछ एसएलएसमा 1313 युएलएसमा 1607 है भयो मोडिफाई लोड होइन मोडिफाई ल्याटर लोड गर्ने हो फेरि सबै चेक गर्नुपर्छ है अब बिग्रिसक्यो नि त त्यहाँ त सबै कुरा बिग्रिन्छ सबै चेन्ज गर्ने फेरि ठिक छ
टाइपको बिल्डिङ हो अब पहिला त यहाँ थियो होइन यो पनि होइन यो पनि होइन तिनटै होइन भने कुन चाहिँ यो होइन त यसमा राख्ने राइट चाहिँ अनि यो म्यानेजमेन्ट के हो अनि ड्युअल सिस्टम हो यसमा यो हो त रेन्फोर्स कङ्क्रिट हो हाम्रो ड्युअल सिस्टममा हो अब राम्रो छ ड्युअल सिस्टममा यो वान वाला राखेको छु मैले यहाँ पनि छ होइन यो चाहिँ होइन यो चाहिँ है वान वाला गरेर यो सबै ULS को 1607 आयो 0.1607 ULS लाई अब फेरि रन गरेर सबै त्यही चेक गर्ने हो ठिक छ कहाँ मिल्छ कहाँ मिल्दैन के चेक गर्ने त्यही गर्ने हो ल फेरि एकछिन रन गर्ने ल सबै चेन्ज भइसक्यो है अनि डिस्प्लेमा जाने सो टेबल्समा जाने अब यहाँबाट अरू के चाहिन्छ सबै कुरा अघि जस्तो चेक गर्दै जाने मास त त्यही नै छ त्यति फरक छैन ठिकै छ है डाइरेक्ट हेर्न पनि सकिन्छ स्टिफनेस पनि त्यही होला तल धेरै छ माथि थोरै थोरै छ प्रब्लमै छैन यो पनि मिलिरहेछ भन्ने कुरा बुझिन्छ मेन भनेको टर्सनमा बिग्रेको थियो टर्सन पनि ठिक छ हाम्रो होइन यो चावडा हेरौँ यो भनेको 1.2 भन्दा थोरै हुनुपर्छ ठिक छ है 1.2 बढिया मिलाउनु पर्छ त्यसलाई फेरि हो त्यो सबैको एउटै आउँछ भन्ने हुँदैन है अब 1.2 भन्दा धेरै आयो भनेको यो भनेको 1.5 भन्दा थोरै 2 भन्दा थोरै चाहिँ छैन म्याक्स बाई मिन गर्दाखेरि छ भने चाहिँ त्यो केसमा डाइनामिक गरिदिने अब कति सेरोल राखेर कति चलाएर साथै होइन डाइनामिक गरिदियो त्यो आफैले रेन्फोर्समेन्ट ओभरकम गरिदिन्छ है तर होइन म ठ्याक्कै मिलाउँछु भने अघि जस्तै चलाउनु पर्यो अब तपाईँको मेरो एउटै हुन्छ भने हुँदैन तपाईँले लोड फरक राखे होला होइन तपाईँले अब त्यसलाई कि वाललाई अघि जस्तै हेर्ने अनि कि सेरवाल थप्ने हो कि अथवा वाललाई कलमनार रेक्टेङ्गल बनाउने त्यसरी हेर्नु पर्यो है अथवा यदि यो थोरै आएको छ 2 भन्दा म्याक्स बाई मिन गर्दाखेरि 2 भन्दा थोरै छ मसँग भने मैले चाहिँ डाइनामिक गरेर छोडिदिन्छु त्यसलाई है जे गरे पनि हुन्छ ओके तर मिलाउने चाहिँ यसरी भनेर बुझ्नुहोस् है ल अनि अर्को एउटा कुरा है अब एउटा चेक गरौँ लास्टमा अनि त्यति गरेपछि अनि त्यसपछि डिजाइनतिर गए पनि हुन्छ है अब एउटा हामीलाई के छ भन्दाखेरि इसेन्ट्रिसिटी चेक गर्नु पर्यो हो इसेन्ट्रिसिटी भनेको सेन्टर अफ मास र सेन्टर अफ रिजिडिटीको डिफरेन्स होइन कति छ भन्ने हुन्छ यसरी एउटा कुनै प्लान छ भने हो यसको सेन्टर अफ मास यता होला सेन्टर अफ रिजिडिटी अथवा स्टिफनेस यता होला यो दुईटाको डिफरेन्स भनेको इसेन्ट्रिसिटी भयो है त्यही नै चेक गरौँ इसेन्ट्रिसिटी चाहिँ हाम्रो एक्सिडेन्टल इसेन्ट्रिसिटी भनेर 10% ल्याएको थियो नि हामीले त्यो नकटाउ भनेर भन्छ यदि कट्यो भने चाहिँ त्यसलाई ओभरराइड गर्नुपर्छ भनेर भन्छ है एकचोटि त्यो हेरौँ है त त्यो हेर्नलाई तपाईँले के गर्नुपर्छ भने डिस्प्लेमा जाने सो टेबल्समा जाने अनि त्यसपछि स्ट्रक्चर डाटामा यहाँ जानुहोस् अनि अदर्स आउटपुटमै जानुहोस् यहाँ जानु अनि सेन्टर अफ मास एन्ड सेन्टर अफ रिजिडिटी भन्ने हुन्छ सबैभन्दा माथि यहाँ सबैलाई अनटिक गरिदियो है अरू सेन्टर अफ मास एन्ड सेन्टर अफ रिजिडिटी भन्ने हुन्छ एनालाइसिस रिजनमा स्ट्रक्चर आउटपुटमा अदर आउटपुट आइटममा सेन्टर अफ मास एन्ड रिजिडिटी भन्ने हुन्छ त्यहाँ जानु त त्यहाँ यहाँबाट यहाँ यसलाई ओके गरेर हेर्नु त के आउँछ यसलाई ओके गर्नु के आयो ल हेर्नु यो रिजिडिटीको भ्यालु दिएन कसरी इसेन्ट्रिसिटी पत्ता लगाउनु यो नदिएपछि होइन यो भ्यालु नै छैन यो भ्यालु दिएन भनेपछि के गर्नु पर्यो त यो भयो यो आयो सबैको आयो त्यो पाइदै गयो साथीहरूले कहाँ एक्टिङ फ्रिडम बनाएको छ सबै ठिक लाग्छ प्र्याक्टिस गरेर घरमा सोटेबल्समा लानुहोस् सबै ठिक लाग्छ यसरी सबै किन ठिक लाउनु पर्यो भन्नु त यसमा लाउनु के गर्नु यो अब आयो भने यो भ्यालु आउँदैन है आयो रिजिडिटीको भ्यालु आयो आएन नि होइन किन आएन
के हुँदैन तपाईँले के एउटै फरक होला नि त एउटै आउँछ भन्ने हुँदैन तपाईँले काहीँ रुट के गर्यो होला के भयो होला अलिकति फरक भयो होला प्रब्लम छैन तपाईँले एनालाइसिस गरेको मैले एनालाइसिस गरेको रिजल्ट एउटै हुन्छ भने हुँदैन कहिले अब यस्तो त्यहाँ छैन होइन अब के गरौँ भने यसलाई निकाल्नु त पऱ्यो जसरी पनि थाहा हुनलाई होइन रिजिडिटीको भ्यालु त आउनु पऱ्यो जसरी पनि अब यसलाई एकछिन यसो गर्नु यसलाई अनलक गर्नुहोस् फेरि अनलक गर्नु पहिला है यताबाट अनलक गर्नु अनि अनलक गरेपछि यसलाई रन अर्कै तरिकाले गरौँ अब अनलक गरेपछि एनालाइजमा जानुहोस् अनि सेट लोड केस टु रनमा जानु थर्डमा सेट लोड केस टु रनमा जाने है अनि त्यसपछि यहाँ तल हेर्नु क्यालकुलेट डायाफ्राम सेन्टर अफ रिजिडिटी भन्छ अब यसलाई टिक लगाइदिनु यहाँ त्यसमा टिक लगाउनु अनि रन नाउ गरिदिनु अब फेरि त्यही हेर्नु त अब आउँछ अब रिजिडिटीको भ्यालु आउँछ रन नाउ गर्ने अब फेरि त्यही हेर्नु है अब फेरि त्यही चेक गरौँ त्यही आउँछ प्रोग्रेस किन दिल किन ल्याग भइरहेछ यो होइन फेरि चेक गर्नु थियो है अहिले चेक गर्नु डिस्प्लेमा गएर सोटेबलसम्म गएर अब आउँछ है सेन्टर अफ रिजिडिटीको भ्यालु आएन भने त्यसरी चेक गर्नु है ओके केही छ अलरेडी छ ओके गरिदिनु ल फेरि हेरौँ है त डिस्प्लेमा जाउँ अनि सो टेबल्समा जाउँ अनि अघिको यहीँ हो है यही भ्यालुलाई ओके गरिदिउँ अब आउँछ यो भ्यालु ल है अब इसेन्ट्रिसिटी भनेको के अरे सेन्टर अफ मास र सेन्टर अफ रिजिडिटीको डिफ्रेन्स होइन यो दुईटाको डिफ्रेन्स हो ए यो माइनस यो भनेको इएक्स भयो स्टोरी 3 को होला यो स्टोरी 3 को यो माइनस यो इएक्स भयो यो माइनस यो इएक्स भयो अनि यो माइनस यो युवाई यो माइनस यो युवाई यो माइनस यो युवाई है यसरी निकाल्ने अब यही भ्यालुलाई के गरौँ भने यहाँ जाउँ यहाँ इसेन्ट्रिसिटी भन्ने एउटा टेबल बनाएको छु त्यही गरेको है केही पनि गरेको छैन यसमा त्यही हो यो चारवटा भ्यालुलाई कपी गरिदिउँ यहाँबाट यो यहाँदेखि यहाँसम्मको भ्यालु है यतिलाई कपी गरौँ कन्ट्रोल सी हान्नुहोस् कन्ट्रोल सी हान्नु यतिलाई अनि यहाँबाट आएर कन्ट्रोल बी हान्नुहोस् यसमा कन्ट्रोल बी हान्नुहोस् ल यो चारवटामा है यो कलर लाग्यो यो चारवटामा हो अनि आफै इएक्स भनेको के हो त्यही हो फर्मुला यो माइनस यो युवाई भनेको नि यो माइनस यो सेम है अब यो एलएक्स र एलवाई भन्ने छ यो भ्यालु पनि चेन्ज गर्नुपर्छ यो भनेको यहाँबाट ल्याएको है यहाँबाट प्लानमा जाउँ एकचोटि कुनै एउटा फ्लोरमा बसौँ यसलाई अनडिफाइन गरिदिउँ एलएक्स भनेको यसको लेन्थ यहाँदेखि यहाँसम्मको लेन्थ एलएक्स भयो एलवाई भनेको यहाँदेखि यहाँसम्मको लेन्थ एलवाई भयो ठिक छ त्यही लेखेको है यो जति पनि लेन्थ छ यो लेन्थको चाहिँ 10% एक्सिड हुनु हुँदैन भन्नु खोजेको यो एक्सतिरको लेन्थको 10% एक्सिड हुनु हुँदैन भनेर भन्नु खोजेको त्यहाँ है अब 10% एक्सिड भएको छ कि छैन हेर्नु पऱ्यो हो एलएक्स भनेको कति छ यहाँ पोइन्ट गर्नु त कति आउँछ एक्सतिर हेर्नु त 8.915 हो यहाँ तल हेर्नु न यहाँ 8.915 हो यसलाई त्यही राख्नु यहाँबाट 8.915 को एक्सको भ्यालु त्यही राखेको है अनि वाईको भ्यालु कति छ वाईतिर भनेको यो यतातिर कता हेर्ने त यतातिर हेरौँ वाई यतातिर हेरौँ न त ल वाई भनेको कति छ हामीसँग होइन त 8.8392 है यतातिर हेर्नु है यहाँ आउँछ वाईको होइन एक्स र वाईको भ्यालु दिएको हो नि यो भनेको कोअर्डिनेट दिएको हो क्या यहाँबाट हेर्दाखेरि है यो भनेको 8.8392 छ त्यही राख्छु मैले यहाँ 8.8392 ठिक छ अब यसको रेस्पेक्टमा यसले क्यालकुलेट गर्छ है 10% भनेको के को रेस्पेक्टमा त यो डिभाइडेड बाई यो गर्दाखेरि 10% एक्सिड हुनु हुँदैन भन्छ यहाँ एक्सिड भएको छ होइन अब यसलाई के गर्ने सबैमा भएको छ फेरि यसमा एक्स वाई जेड सबैमा छ होइन सरी एक्स र वाई दुवैमा छ अनि स्टोरी 1 2 3 सबैमा छ हो अब यसलाई के गर्ने भने यस्तो भयो भने भयो यति भयो पहिला यो गर्नु
एक्समा बस्नुहोस् यहाँ हेर्नु न एक्स भ्यालु होइन 0.x भन्ने आयो भने यो एक्स भयो वाइको भ्यालु त हेर्नु यो होइन वाइको भ्यालु रुपेश एलएक्सएलमा आयो कहाँबाट आयो कति धेरै बोलेको हो त्यसरी नै ठिक छ तपाईँको हजुर ठिक छ के गर्ने भन्छ त्यो है अर्को आउनु सक्छ ल अब यसलाई कसरी मिलाउने भन्ने कुरा है अब यसलाई मिलाउनलाई तपाईँले के गर्नु पर्यो भने यहाँबाट 10% एक्सिट भएको छ यो दुवै एक्स र वाइ दुवैमा स्टोरी 3 मा स्टोरी 1 मा सबैमा हो फर्स्टमा स्टोरी 1 देखि नै हेरौँ स्टोरी 1 मा यहाँ पनि 14 छ यहाँ पनि 25 छ दिमाग खराब दुवैतिर भयो अब मैले के गर्नु पर्यो स्टोरी 1 को यो इक्युएक्स को पनि इक्युवाई को पनि यहाँ इसेन्ट्रिसिटी मिलाउनु पर्यो ओभरराइट गर्नु पर्यो ठीक छ यहाँ पनि सबैमा मिलाउनु पर्यो यहाँ पनि सबैमा मिलाउनु पर्यो मेरोमा तपाईँहरूको यदि कुनै एउटा थोरै छ भने त्यसलाई नमिलाउनु छोडिदिनु है थोरै आयो 10% भन्दा थोरै छ भने इग्नोर गरिदिनु छोडिदिनु त्यसलाई छोडिदिनु 10% सम्म लिमिट छ एक्सिट भएन लेट इट बी है अब यसलाई मिलाउनु पर्यो कसरी मिलाउने एकचोटि यहीँ जाउँ फेरि अनलक गर्नुहोस् मिलाउने कामहरू सबै अनलक गरेर गर्ने है नत्र काम हुँदैन अनलक गरेँ मैले है अब डिफाइनमा जाने अनि लोड प्याटर्नमा जाने अनलक गरेपछि डिफाइनमा जाने लोड प्याटर्नमा जाने है अनि इक्युएक्स को एसएलएस मा हेरौँ फर्स्टमा डिफाइन र लोड प्याटर्नमा जानु न अनलक गरेर पहिला अनलक गर्ने डिफाइनमा जाने लोड प्याटर्नमा जानु अब यहाँबाट मिलाउने है अनि इक्युएक्स को एसएलएस मा हेर्नु है इक्युएक्स को एसएलएस मा मोडिफाई ल्याटर लोड गर्नुहोस् अब यहाँ इसेन्ट्री ओभरराइट भन्ने हुन्छ यसलाई ओभरराइट गरिदिनु कहाँ बिग्रेको त्यसलाई मात्र ओभरराइट गर्ने है मिलेकोलाई नगर्ने ल इसेन्ट्री ओभरराइट गरिदिनु अब कहाँ बिग्रेछ है यस्तो आउँछ है यहाँ इसेन्ट्री ओभरराइट गरिदिनु अब यहाँबाट ल यहाँ ध्यान दिएर हेर्नु है त फर्स्टमा एक्सतिर है एक्सतिर के छ तिनटै बिग्रेछ होइन ठिक छ तिनटैको ओभरराइट गरिदिन्छु यो लेख्ने है अब त्यो लेख्दाखेरि इएक्स को यो भ्यालु लेख्ने ल अब यहाँ मैले स्टोरी 3 मै गरौँ न 3 मा कति राख्नु पर्यो 0.9545 राख्नु पर्यो 3 मा मिलाछ भने नराख्ने एड गर्ने अनि स्टोरी 2 मा कति राख्नु पर्यो 1.703 एड गर्नुहोस् अनि स्टोरी 1 मा कति राख्नु पर्यो 1 मा भनेको 1.337 ल यसलाई एड गर्नु अनि यति गरेपछि तीनटा भयो ओके गरिदिनु है एक्स को एसएलएस को काम सिध्यो ओके गरिदिनु अब एक्स को युएलएस मा पनि त्यही नै छ फेरि एक्स तिर त बिग्रेछ यसलाई ओभरराइट गरिदिनु 3 मा कति छ 0.9545 एड गरिदिनुस् अनि 2 मा पनि बिग्रेछ 2 मा कति छ 1.703 एड गरिदिनु 1 मा पनि बिग्रेछ कति छ 1 मा 1.337 अनि एड गरिदिनु ल एक्स को काम सक्यो है अब वाइ मा पनि बिग्रेछ है मेरो एक्स को काम सक्यो अब वाइ को एसएलएस मा जाउँ पहिला ओभरराइट गरिदिनु यहाँ वाइ मा के छ यहाँबाट यति हो सबै बिग्रेछ ल 1.208 अनि फेरि 2 मा पनि 1.394 अनि 1 मा पनि 2.2119 कति थियो 2.2119 ल यसरी ओभरराइट गर्ने ठीक छ अनि ओके अब वाइ को युएलएस मा पनि त्यही वाइ को भ्यालु लगेर राख्ने ओभरराइट गरौँ बुझ्नु भएन गर्नु यो राख्नुहोस् 1.208 2 मा पनि राखौँ 1.394
अनि 1 मा पनि राखौँ 2.2119 ल यसलाई पनि एड गरिदिनु ल ओके गर्नु अब ओके गर्नु अनि त्यसपछि रन गर्नु अनि हामीसँग सबै कुरा मिलाइसक्यो अब हामीले अब एनालाइसिस गरिसक्यो अब डिजाइनमा जाने सबैमा मिलाएर गर्नु है बुझ्यो हैन बुझ्नु रुपेश तपाईको मिलेकोलाई चाहिँ नराख्नुस् हैन यसलाई राख्नु परेन है x तिर यो स्टोरी राख्नु परेन 2 र 1 र 2 मात्र राख्नु पर्छ नराख्ने मिलेको 10 भन्दा थोरै छ भने नराख्ने जुनमा 10 भन्दा थोरै छ त्यो नराख्नुस् है यदि 10 भन्दा थोरै पनि आछ भने त्यो नराख्नुस् है एउटै हुन्छ भने हुँदैन ल अब त्यसपछि यो अनुसारले सबै यति गर्नु पर्यो अनि तपाईहरुले अब त्यसपछि डिजाइनमा जानुपर्छ है टक्क डिजाइनमा जानुपर्छ डिजाइनमा अब कलमको रिबार कति बीमको रिबार कति साइज मिलाछ कि छैन डन्डीको काम के हो सबै हेर्नु पर्यो अनि त्यसपछि चाहिँ तपाईहरुले सबैले अब चाहिँ सेफ इन्स्टल गरेर आउनु है हामी त्यो चेक गरेर सेफ राख्नुपर्छ इन्स्टल गरिराख्नु अब भोलि नै त चाहिँदैन सेफ इन्स्टल गरिराख्नु है सबैले गर्न आउँछ भने आफै गर्नुस् गेट इन्टु पीसी बाट गर्न आउँदैन भने हाम्रो यता सरहरुलाई भन्नु है त गेट इन्टु पीसी बाट डाउनलोड गर्नुस् अथवा म पठाइदिन्छु तपाईलाई एउटा लिंक पनि त्यहाँबाट गर्दा नि हुन्छ त्यहाँ भिडियो पनि छ त्यहाँबाट गर्दा पनि हुन्छ नभए चाहिँ सरहरुलाई भन्नु अथवा आफै गर्नुस् सकेसम्म आफै गर्ने कोसिस गर्नुस् ल यति गर्नु यतिसम्म सकाएर आउनु अनि त्यसपछि भोलि हाम्रो क्लास हुँदैन भोलि मेरो बाहिर जानुपर्ने छ है भोलि अफ हुन्छ त्यसैले भोलि र पर्सि मस्त प्र्याक्टिस गर्नु एनालाइसिसको काम सबै सिधाएर आउनु अब त्यसपछि डिजाइनमा जानुपर्छ भोलि हामी लिभ है त अफ हुन्छ है भोलि ल यति गरौँ है त के प्रब्लम छ भने मेसेज गर्दै गर्नु हिजो अस्ति जस्तै है